थापाथलीमा अहिले ट्राफिक पुलिस हुँदैन। अहिले बिदाका दिनहरू विशेष गरी शनिबार आइतबार र त्यहाँ चाहिँ हामी सीसीटीभी मोनिटरबाट विभिन्न ठाउँबाट मोनिटर गरेर ट्राफिक छैन भनेर जसले हेपेर जानुहुन्छ, नियमको भायोलेसन गरेर जानुहुन्छ, उहाँहरूलाई चाहिँ सीसीटीभीका माध्यमबाट हामीले कारवाही गरिरहेका छौँ। बसबाट यात्रा गर्दाखेरि त्यो बसमा कस्तो बिहेभ भयो, बसको स्पिड कति छ, यी सबै मोनिटर गर्नको लागि प्रत्येक गाडीहरूमा, सार्वजनिक सवारी साधनहरूमा सीसीटीभी मोनिटर, ड्यासबोर्ड क्यामेरा र ब्याक साइड र फ्रन्ट साइड त्यो अनिवार्य रूपमा हुनुपर्ने हामीले प्रावधान सरकारको नीति अनुरूप र पहिले पनि हामीले अगाडि सारिसकेका छौँ। अब त्यो नराख्ने सवारी साधनहरूको हकमा हामीले सवारी साधनहरूलाई होल्ड गर्दैछौँ। राइडर सर्भिसका मोटरसाइकलहरूमा, बाइकहरूमा एसओएस बटन क्यामेरा अनिवार्य रूपमा हुनुपर्ने गरी अगाडि बढाएका छौँ। लापरवाहीपूर्ण सवारी साधन चलाउनेहरूलाई हामीले यही महिना मात्र 31 जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र निलम्बनको लागि लेखेर पठाएका छौँ, जसमा लापसे गरेर चलाउने, मापसे गरेर चलाउने, 15-20 पटक भन्दा बढीसँग लापरवाहीपूर्ण चलाउनेहरूलाई हामीले